नमस्कार, म हरिप्रसाद अधिकारी। यहाँहरू सबैलाई म स्वागत पनि गर्न चाहन्छु। यो सुर्खेत जिल्लाको बराताल र पञ्चपुरी गाउँपालिका र नगरपालिकाको बिचमा म छु। यो बड्डीचौड खम्बागाडे 13 किलोमिटर सडकको अवस्थाको बारेमा यहाँहरूलाई म आज अलिकति जानकारी गराउन चाहन्छु, सरकारवालाको ध्यान आकर्षण गर्न चाहन्छु। यो क्षेत्रले मन्त्री पायो, कयौँ माननीय पायो, उच्च तहका कर्मचारी पनि पायो, तर यो सडकले आफ्नो आकार लिने स्थिति आजको मितिसम्म बनाउन सकेन। हामी अत्यन्त दुखित छौँ। यहाँ न ठुला खोलाहरू छ, न भिरहरू छ, न चट्टानहरू। अहिले धुलाम्मे यो सडक छ, हिलाम्मे यो सडक छ, एकदमै ढुङ्गाको यो सडक छ। यहाँ चाहिँ कैलालीदेखि लिएर पश्चिमबाट दैनिक करिब 50वटा यातायातका साधनहरू मान्छेहरूलाई चाहिँ ओहोरदोहोर गरिरहेको स्थिति छ। निकै जोखिमपूर्ण यात्रा अगाडि हामीले बढाइरहेको स्थिति छ। जनताहरूले नेताहरूलाई गाली गरिरहेका छन्, राजनीतिक दलहरूलाई गाली गरिरहेका छन्, कर्मचारीहरूलाई गाली गरिरहेका छन्, ठेकेदारहरूलाई गाली गरिरहेका छन्, तर यो बाटोमा अत्यन्त जोखिमपूर्ण यात्रा गरिरहेका छन्। तपाईँले देख्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ। त्यसकारण यो सडकको अब सुधारका लागि पनि हामीले केही कामहरू गर्नुपर्नेछ। र यो त्यति मात्रै होइन, यो मदन भण्डारी राजमार्ग अन्तर्गत पर्दछ यो सडक। यो प्रदेश सरकारले यो सडक चाहिँ खम्बागाडे बड्डीचौडसम्मको 13 किलोमिटरको जिम्मा कर्णाली प्रदेश सरकारको जिम्मा छ। यो प्रदेश सरकारमा पनि 4वटा मुख्यमन्त्री बदलिसके। महेन्द्र साईदेखि यमलाल कणेलसम्म 4वटा मुख्यमन्त्री बदल्दा पनि 13 किलोमिटर सडक बन्न सकेन। यो क्षेत्रका नागरिकहरू निकै दुखित छन्। यो सदरमुकाम कर्णाली प्रदेशको सदरमुकामदेखि 26 किलोमिटर पश्चिम छ र पञ्चपुरी नगरपालिकासँग जोडिएको छ, बरातालको क्षेत्रमा पर्छ। यहाँ निकै वर्षामा अप्ठ्यारो छ, हिउँदोमा अप्ठ्यारो छ। यहाँको जोखिमपूर्ण यात्रा बढिरहेको छ र यो 13 किलोमिटर यति मैदान जस्तो ठाउँमा चाहिँ यो सडक बन्न सकेन। कहिले ठेकेदारले यसलाई चाहिँ रुख काट्नुको चाहिँ वनले रुख काट्न अनुमति दिएको छैन भनेको छ। अहिले रुख पनि काटिसके, तर म तपाईँलाई भन्न चाहन्छु, ठाउँ ठाउँमा डोजरहरू राखिएका छन्, निर्माणका सामग्रीहरू राखिएका छन्, तर यो सडकमा आजको यस्तो हिउँदमा आजको मितिमा पनि यो सडकमा काम सुरु भइरहेको छैन। र केही कामहरू भइरहेको छ, केही कामहरू भइसकेका पनि छन्, तर यो सडक बन्छ कि बन्दैन भन्ने मान्छेहरूलाई दुविधा छ। यो सडकमा यहाँका चाहिँ हामी थुप्रै माननीयहरू हिँड्छौँ, राजनीतिक दलका मान्छेहरू हिँड्छौँ, तर हामीले गाली मात्रै खाइरहेका छौँ। त्यसकारण यो देशमा कसले कमजोरी गरेको छ? यो देशको संरचना कस्तो हो? यी आयोजनाहरू बन्नका लागि ठुल्ठुला कार्यालयहरू बन्ने, धेरै कर्मचारीहरू नियुक्त हुने, राजनीतिक दलहरूको निकै एजेन्डाहरू बन्ने, चुनावमा हामीले एजेन्डाहरू बनाउँछौँ, तर यो सडक कहिल्यै बन्दैन। त्यसकारण म चाहिँ तपाईँहरू सबैलाई अनुरोध गर्न चाहन्छु, एकपटक यो देशमा विकास गर्नको लागि हामीले आम पुनर्संरचना गर्नुपर्नेछ, नयाँ खाका बनाउनु पर्नेछ, ब्लू प्रिन्ट गर्नुपर्नेछ। यो तरिकाले हामी अगाडि जानुपर्नेछ। जनताले पनि एकपटक चाहिँ आफ्ना मतहरू पनि ठिक मान्छेहरूलाई हाल्नुपर्ने स्थिति सिर्जना भइसकेको छ र हामी एकचोटि हाम्रा नीति कार्यक्रम योजनाहरूलाई पनि परिमार्जित गर्नुपर्नेछ। हामीले अब यो गाली मात्रै सधैँभरि खाइरहने होइन। 52 सालमा खोलिएको यो ट्र्याक आज 82 सालमा आउने बेलासम्म पनि 13 किलोमिटर ठेक्का लगाएको 4 वर्षसम्म पनि बन्दैन। अब हामी कसलाई दोष दिने हो? निर्माण कम्पनीलाई गाली गर्ने हो कि, नेतालाई गाली गर्ने हो कि, कर्मचारीलाई गाली गर्ने हो कि, कसलाई गाली गर्ने हो? यो संरचना हामीले कस्तो बनायौँ? यो देश विकास हुन्छ कसरी? 4 वर्षसम्म पनि 13 किलोमिटर सडक कालोपत्रे हुन सक्दैन। यस्तो स्थितिबाट हामी सबै हाम्रा सोच विचारहरू परिमार्जित गर्नुपर्नेछ, पुनर्विचार गर्नुपर्नेछ, पुनर्सोच गर्नुपर्नेछ भन्ने कुरा म तपाईँहरूसँग जानकारी गर्न चाहन्छु। यो निकै जनताहरूले दुःख पाइरहेका छन्। अहिले जनताहरूले वीरेन्द्रनगर पुग्दाखेरि कयौँ आफ्ना एकचोटि यो 13 किलोमिटरमा बाइकहरू हिँड्दाखेरि हजारौँ रुपियाँ बाइक मर्मतमा खर्च गर्नु परेको छ। गाडीहरूले मर्मतको लागि कयौँ लाखौँ पैसा खर्च गर्नु परेको छ। यात्रीहरूले घन्टौँ लाउनु परेको छ। यो 13 किलोमिटरमा 2 घन्टाभन्दा बढी यात्रा हामीले गर्नुपर्नेछ। यति धेरै जोखिमपूर्ण यात्रा। यो सडक हामी कर्णाली प्रदेश सरकारले जिम्मा लिएको छ। मदन भण्डारी हाइवेबाट उसले जिम्मा लिएको छ। कर्णाली प्रदेश सरकारले पनि यो 13 किलोमिटर 4वटा मुख्यमन्त्री बदल्दा कयौँ मन्त्री बनाउँदाखेरि पनि यो बाटो बनाउन सक्दैन भने बनाउँछ कसले? बनाउने कसले हो? यो देशमा यो हामीले एकदमै समीक्षा गर्ने ठाउँमा छौँ र हामी अब समग्र यो कर्णाली प्रदेश र यो नेपालकै एउटा नयाँ विकास मोडेल ल्याउनु पर्नेछ भन्ने कुरा पनि राख्न चाहन्छु। र यो सडक निर्माणको लागि म सम्बन्धित सरकारवाला निकायहरूलाई विशेष अनुरोध गर्न चाहन्छु। अब हामीले यो निर्माण कम्पनीलाई मात्रै गाली गरेर हुँदैन, राजनीतिक दललाई मात्रै गाली गरेर हुँदैन, नेतालाई मात्रै गाली गरेर हुँदैन। हामीले बनाएका नीति कार्यक्रम र सोचहरू पनि परिवर्तन गर्न सकेनौँ र हामीले ठिक ढङ्गले कार्यान्वयन गर्ने निकायले
यसलाई चाहिँ अगाडि बढाउन सकेन भने अब हामी के हाम्रो संरचना फेल त भएको होइन। हामीले लिएका नीति कार्यक्रम र विचारहरू फेल त भएका छैनन्। हामीले तयार गरेका सरकारहरू फेल त भएका छैनन्। हामीले छनौट गरेका नेताहरू असक्षम त होइनन्। हामीले बनाएका मन्त्रीहरू त असक्षम त छैनन् भन्ने जनताहरूले चाहिँ यो कुरा पर्न सक्छ। त्यसकारण अब एकचोटि हामीले यस्तो बेला आएको छ कि हामीले सम्पूर्ण कुरालाई पुनर्संरचना गरेर एउटा नयाँ ढङ्गको खाका बनाएर नयाँ ढङ्गले अगाडि बढ्नुपर्ने स्थिति आइपुगेको छ भन्ने कुरा म तपाईँहरूसँग राख्न चाहन्छु। धन्यवाद, नमस्कार।